त्यसबाट स्क्याम खाएर आउनुभयो है। पैसा डुबाउनु भयो आफ्नो। आफ्नो पनि डुबाउनु भयो, अरूको पनि डुबाउनु भयो। यदि तपाईँ पैसा डुबाउनु भएको छैन भने पनि यो भिडियोले राम्रोसँग हेर्नुहोला। म यहाँ चाहिँ एसएमसीको मात्रै नाम लिँदिनँ। म यहाँनिर एसएमसी जस्तो अरू पनि प्लेटफर्महरूको नाम लिन्छु जुनमा तपाईँ फँसेको हुनसक्छ अथवा तपाईँको साथी, तपाईँको फ्यामिली जो पनि फँसेको हुनसक्छ। यदि कोही मान्छे फँसेको छ भने यो भिडियोलाई प्लिज सेयर गरिदिनु होला। यदि फँस्नु भएको छैन भने पनि फ्युचरमा अथवा प्रेजेन्टमा अहिले यस्तो टाइपको कम्पनीहरू धेरै रहेको छ र यस्तोबाट हामी कसरी बच्न सक्छौँ भन्ने कुराको जानकारीको लागि पनि यो भिडियो राम्रोसँग हेर्नु होला है। बट यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि म एउटा के डिस्क्लेमर राख्न चाहन्छु भन्दाखेरि हाम्रो संविधानको धारा 17 मा 2 क फौजदारीको संहिता र 2074 को धारा 305 र 306 मा आधारित भएर यो भिडियो बनाउँदैछु म र इलेक्ट्रोनिक कारोबार ऐन 2063 को धारा नम्बर 47 को आधारमा जति पनि मसँग सार्वजनिक तथ्य प्रमाण र प्रुफहरू छ त्यसको आधारमा यो भिडियो बनाउँदैछु र यो भिडियो चाहिँ म सार्वजनिक हितको लागि बनाउँदैछु। मैले यसमा नाम लिइरहेको कुनै पनि कम्पनीले यो भिडियोमा स्ट्राइक हान्नुभयो अथवा यो भिडियोमा आधारित भएर कसैले मलाई लिगल एक्सनमा च्यालेन्ज गर्नुभयो भने त्यो स्ट्राइकलाई म विथड्र गरेर म पनि एउटा लिगल एक्सनमा च्यालेन्ज गर्नेछु बिकज मसँग सार्वजनिक प्रुफहरू र सार्वजनिक तथ्य प्रमाणहरू रहेको छ त्यो कम्पनीको नाम त्यो कम्पनीहरूको बारेमा जुन कम्पनीहरूको नाम चाहिँ म यहाँ लिँदैछु। सो कसैले पनि चालाकी गर्नुभयो र यो भिडियोमा स्ट्राइक गर्नुभयो भने म विथड्र गरेर म पनि एउटा कानुनी एक्सन रूपमा जानेछु विथ अल तथ्य एन्ड प्रमाण। ओके, बट यहाँ भएको सबै जानकारी अनुसन्धानमा आधारित रहेको छ। मसँग प्रपर कागजातहरू पनि रहेको छ र यदि मैले कुनै बोलेको कुराहरू रङ भयो भने तपाईँले मलाई प्रपर प्रुफ दिनु होला, कागजात दिनु होला। म चाहिँ यो भिडियोमा एडिटिङ गरेर त्यो पार्ट हटाइदिनेछु है। सो दिस इज माई डिस्क्लेमर। अब अगाडि बढौँ भिडियोतर्फ। सो तपाईँहरूले एसएमसीको बारेमा थाहा नै होला, एसएमसी चाहिँ भागिसकेको छ नेपालबाट। कुनै कुनै ठाउँहरूबाट चाहिँ भागेको छैन, बट धेरै जसो ठाउँहरूबाट चाहिँ भागिसकेको छ है। नेपाल साइबर ब्युरोले पनि त्यसलाई रेड लिस्टमा राखिसकेको छ र त्यसलाई वार्निङ दिइसकेको छ र धेरै कन्टेन्ट क्रिएटरहरूको कम्प्लेन पनि छ कि एसएमसी भाग्यो, यस्तो यस्तो भयो, उस्तो उस्तो भयो होइन। बट धेरै मान्छेहरू यसमा फस्नु भएको थियो। तपाईँ एसएमसी कम्पनी हेर्नुहुन्छ भने एसएमसी कम्पनी चाहिँ नेपालमा रजिस्टर्ड छैन। नेपालमा नभएको कम्पनीमा तपाईँहरूले इन्भेस्ट गरेर तपाईँको आफ्नो सबै पैसा डुबाउनु भयो। एसएमसी कम्पनी चाहिँ तपाईँहरूले अमेरिकाको भनेर भन्छ होइन, तर एसएमसी कम्पनी अमेरिकाको होइन, यो चाहिँ सिङ्गापुरको कम्पनी हो। ओके, बट यिनीहरूले एउटा के दिमाग लगायो भन्दाखेरि तपाईँहरूलाई फसाउनको लागि इन्टरनेसनल नम्बरहरूको युज गर्यो। जस्तै एसएमसीको तपाईँ मेन मान्छेहरू हेर्नुहुन्छ अथवा तपाईँ एसएमसीको वाट्सएप ग्रुपमा हुनुहुन्छ भने उनीहरूले चाहिँ इन्टरनेसनल नम्बरहरूबाट यो सब काम एक्जिक्युट गरिरहेको थियो। मतलब मेन पहिल्यैदेखि मोटिभ के थियो? स्क्याम गर्ने, भाग्ने। र हाम्रो नेपाली जनताहरूले म त्यसै पनि भेडा बाख्रा भन्छु, किन भन्दाखेरि नेपाली जनताहरू जहाँ पैसा देख्यो त्यही हाम फाल्छ है। जहाँ फाइदा देख्यो त्यहाँ हाम फालिन्छ, जहाँ फाइदा देख्यो त्यहाँ चाट्न गइदिन्छ। म सिधै भन्छु, चाट्न गइदिन्छ है। बिकज आई हेभ फ्रिडम अफ स्पिच। म यो कुरा चाहिँ कानुनअनुसार यो भिडियोमा बोल्न पाउँछु है। आई हेभ फ्रिडम अफ स्पिच। मैले यो चाहिँ सबै नेपालीको लागि भनेको होइन, बट जो नेपालीहरूले यस्तो काम गर्नुहुन्छ होइन उहाँहरूलाई भन्दैछु। बिकज यो सब एप्लिकेसनहरूले, यो सब वेबसाइट्सहरूले हाम्रै देशको पैसा लुटेर बाहिर लग्छ र हाम्रो देशको जिडिपी अथवा हाम्रो देशको डेभलपमेन्ट घटाउनमा मद्दत गर्छ, नट बढाउनमा, घटाउनमा मद्दत गर्छ। सो द्याट्स वाइ मसँग फ्रिडम अफ स्पिच छ। सो द्याट्स वाइ यो भिडियोमा यो सब कुराहरू म बोल्दैछु। बट कुरा गरौँ हामी एसएमसी चाहिँ कुन तरिकाले एक्जिक्युट भइरहेको थियो, कुन तरिकाले गइरहेको थियो। सो एसएमसी चाहिँ बेसिकली पिरामिड स्किममा एक्जिक्युट भइरहेको थियो, पिरामिड स्किममा। यदि तपाईँले पिरामिड स्किमको बारेमा थाहा छैन भने मैले यसको बारेमा अलरेडी भिडियो बनाइसकेको छु, तल डिस्क्रिप्सनमा त्यो भिडियोको लिङ्क हालिदिन्छु, तपाईँले गएर मजाले बुझ्नु होला। बट स्टिल म अलिकति माथिबाट ओभरभ्यू तपाईँहरूले दिन चाहन्छु। ओके, सो पिरामिड स्किम भनेको के हो भन्दाखेरि पिरामिड स्किम भनेको चाहिँ एउटा बिजनेस मोडेल हो। यो चाहिँ एउटा अर्निङ मनी मोडेल हो रादर देन गिभिङ इन्भेस्टमेन्ट अर प्रडक्टहरू सेलिङ गर्ने। यो चाहिँ एउटा फर्म अफ फ्रड हो भनेर तपाईँको विकिपिडियामा पनि लेखेको छ। र पिरामिड स्किम भनेको बेसिकली के हो भन्दाखेरि यसमा एसएमसी मात्रै छैन, नलेज अफ नेपाल छ, स्पोर्डिनेट छ, गुरुकुल जोन छ, एसआरके युनिभर्सिटी छ, वेल्थ आयो छ र यस्तो यस्तो धेरै एपहरू छ। एन्ड यो सबै एपहरूको नाम लिँदैछु म, वेबसाइट्सहरूको नाम लिँदैछु, यो सबैको प्रमाण र प्रुफहरू मसँग छ। सो द्याट्स वाइ म खुल्ला रूपमा नाम लिन्छु है। बट यिनीहरू चाहिँ कसरी एक्जिक्युट गर्छ भन्दाखेरि जस्तै हेर्नु, फर इक्जाम्पल यो एउटा मेरो कम्पनी हो अरे है, यो कम्पनीको ओनर चाहिँ म हो अरे, म चाहिँ यहाँ माथि बसिरहेको छु, म को हो? अनिस हो
है। यो चाहिँ कम्पनीको ओनर म हो रे अनिस, फर इक्जाम्पलको लागि अनिस चाहिँ यो कम्पनीको ओनर हो रे, ओके। अब यो कम्पनी मैले बनाइसकेपछि मैले के गर्छु भन्दाखेरि टिकटकमा के भन्न हाल्छु, वर्क 2 आवर पर डे 4 आवर पर डे तपाईँ यति 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 रुपिस कमाउन सक्नुहुन्छ, तपाईँ डेलीको 2-4 हजार रुपियाँ कमाउन सक्नुहुन्छ भनेर मैले टिकटकमा अथवा मेरो साथीहरूले फसाउँछु र स्टार्टिङमा मैले 6 जनालाई फसाएँ मानौँ इक्जाम्पलको लागि है। नाउ मेरो कम्पनीको मेन मोटिभ के छ भन्दाखेरि मेरो प्रोडक्ट अथवा सर्भिसेस सुधार्नु छैन। मलाई के चाहिएको छ, सस्तोभन्दा सस्तोमा मेरो कोर्स अथवा प्रोडक्ट अथवा प्याकेजहरू बेचौँ र त्यो प्याकेजमा चाहिँ भ्यालुएबल कुरा केही पनि राख्दैनौँ। जस्ट लिगल डेफिनेसनको लागि चाहिँ हामी त्यो प्याकेज राख्छौँ। यो चाहिँ कसरी लिगल डेफिनेसन भयो म तपाईँलाई यो भिडियोमा भन्नेछु है। सो प्याकेज राख्दियो, प्याकेजले लाइफमा केही पनि इम्प्याक्ट पार्दैन। अब तपाईँसँग के अप्सन रहन्छ, मैले तपाईँलाई फसाएँ। तपाईँलाई फसाइसकेपछि मानौँ मेरो वेबसाइटमा कोर्स छ अरे त्यो कोर्सको कुनै भ्यालु नै छैन। नामको मात्रै कोर्स राखिदिएको छु होइन। अब तपाईँको त 2000 रुपियाँ मेरो कम्पनीमा फस्यो। त्यो पैसा त निकाल्नु पर्यो। अब तपाईँले एउटा के अप्सन दिन्छु भन्दाखेरि तपाईँले पनि टिकटकमा गएर यस्तो यस्तो पोस्ट हाल्नु। 2000 रुपियाँ कमाउन सक्नुहुन्छ, 3000 रुपियाँ कमाउन सक्नुहुन्छ अथवा आफ्नो साथीहरूलाई अथवा फ्यामिली मेम्बर्सलाई यो कम्पनीमा फसाउनु भयो भने तपाईँले कमिसन पाउनुहुन्छ भनेर। अब यो 6 जनाले के गर्छ भन्दाखेरि 6 जनाले 36 जनाले फसाउँछ। 2-2 जना अथवा 6 जनाले 6-6 जना गरेर फसाउन थाल्छ है। जब 36 जनालाई फसाइसकेपछि जब तपाईँले पैसा पाउन थाल्नुहुन्छ नि, तपाईँ खुसी हुनुहुन्छ। त्यसपछि तपाईँले एडिक्सन लाग्छ त्यो कुराको। तपाईँ बारम्बार फसाउन खोज्नुहुन्छ अब मान्छेहरूले, बिकज मैले यो वेबसाइट चाहिँ त्यो एल्गोरिदममा बनाएको छु। दिस इज कल्ड पिरामिड स्किम अथवा एमएलएम एल्गोरिदम है। अब यो 36 जनाले के गर्छ, 216 जनाले फसाउँछ, 216ले 1296 जनालाई, अनि यो 1296ले 7700लाई। नेपाल जस्तो मार्केटमा नेपाल जस्तो मार्केटमा लेभल 5 अथवा लेभल 6 मै कम्पनी बन्द गरेर भागिदिन्छ। लेभल 5 अथवा लेभल 6 इज इनफ है। तपाईँले जतिजना पनि फसाउनुहुन्छ केही कमिसन्स त दिन्छ। जस्तै 2000 रुपियाँमा तपाईँले कसैले फसाउनु भयो भने तपाईँले म 1600 रुपियाँ त दिन्छु, तर 400 रुपियाँ त मेरै कम्पनीमा आए। सो जति पनि मान्छेहरू फसाउनु भयो नि, यो सबैको 400-400 रुपियाँ चाहिँ मेरै कम्पनीमा आउँछ र अनिस भन्ने मान्छे चाहिँ प्रफिट कमाउँछ। ओके, मेरो फोकस के थियो, मान्छेहरूले सस्तोबाट सस्तो प्याकेज बेच्ने, मान्छेहरूको साइकोलोजीसँग खेल्ने होइन। सर्भिसेसको नाममा केही पनि छैन, प्रोडक्टको नाममा केही पनि छैन। मलाई जस्ट पैसाले मतलब छ र एक दिन जब पैसा पाउन थाल्छु अथवा मलाई कानुनी रूपमा मलाई गाह्रो हुन थाल्छ, म कम्पनी बन्द गरेर भागिदिन्छु। कसलाई के थाहा मेरो कम्पनी हो भनेर। सो द्याट्स वाइ तपाईँले यो एमएलएम साइट्सहरूको हेर्नु भएको होला, न तपाईँ ओनर चिन्नुहुन्छ होइन, कसले बनाएको हो, को हो यसको फाउन्डर, रिलिजै हुँदैन। किन भन्दाखेरि लास्टमा गएर भाग्छ यिनीहरू, अल्टिमेटली भाग्छ। सो दिस इज कल्ड पिरामिड स्किम। यसको डिटेल भिडियो मैले अगेन डिस्क्रिप्सनमा हालिदिएको छु है। सो हेर्नु, यो म भयो, मैले तपाईँले फसायो, तपाईँले अरू 2 जनाले फसायो होइन। फसाइसकेपछि यो 2 जनाले पनि अरू मान्छेहरूलाई फसाउँदै जान्छ है। अब यो मान्छेको कारणले गर्दाखेरि यो मान्छे कमायो, यो मान्छेको कारणले गर्दाखेरि यो मान्छे कमायो, र यो मान्छेको कारणले गर्दाखेरि म ओनर कमाएँ। सो दिस इज कल्ड पिरामिड स्किम। मलाई जस्ट कमाउनुले मतलब छ, मलाई कुनै पनि प्रडक्ट अथवा सर्भिसेसले मतलब छैन। बट तपाईँले एमएलएम स्किममा एउटा कुरा नोटिस गर्नु होला होइन, तपाईँले चाहिँ सपना देखाइन्छ। कस्तो टाइपको सपना भन्दाखेरि तपाईँ 2000 रुपियाँ लगाउनु 4000 रुपियाँ हुन्छ। जस्तै एसएमसीको इक्जाम्पल लिउँ। एसएमसीमा तपाईँहरूले के भन्यो, तपाईँ 2000 रुपियाँ लगाउनु तपाईँको 1 महिनामै 4000 हुन्छ, अथवा तपाईँले यति यतिवटा भिडियो हेर्नुभयो भने तपाईँको 4000 हुन्छ भनेर पैसा इन्स्ट्यान्ट डबल भइरहेको छ। यो कसरी पोसिबल छ? यो इम्पोसिबल कुरा हो। फर इक्जाम्पल म तपाईँले एउटा एउटा ऊ देखाउन चाहन्छु। वर्ल्डको सबभन्दा ठुलो इन्भेस्टर मध्ये एउटा कम्पनी हो ब्ल्याक रक भन्ने। यदि ब्ल्याक रकको बारेमा थाहा छैन भने तपाईँहरूले ल्यापटपमा एनभिडिया चिपहरू देख्नु भएको छ, अथवा एप्पलहरूमा इन्भेस्टमेन्ट गर्छ, यसले माइक्रोसफ्टहरूमा इन्भेस्टमेन्ट गर्छ। यो चाहिँ वर्ल्डको जे होस् ठुलो क्यापिटल भएको कम्पनी जसले इन्भेस्ट गर्छ है, सबभन्दा ठुलो इन्भेस्टर्सहरू हो। ब्ल्याक रकको टोटल म्यानेजमेन्ट एसेट भनेको तपाईँको 13.46 ट्रिलियन युएस डलर, नट बिलियन, ट्रिलियन युएस डलर उनीहरूको क्यापिटल हो है। एन्ड तिनीहरूको पर इयर मतलब एक वर्षमा उनीहरूको एभरेज रिटर्न तपाईँ हेर्नुहुन्छ भने उनीहरूले जति पनि पैसा लगाउँछ उनीहरूले 13 ट्रिलियन चाहिँ लगाउँदैन। बट स्टिल उनीहरू त धेरै ठुलो कम्पनी हो नि त। कस्तो कस्तो फन्ड म्यानेजर्सहरू, कस्तो कस्तो एसेट म्यानेजर्सहरू उनीहरूको कम्पनीमा छ। बट स्टिल तिनीहरूले एभरेज रिटर्न चाहिँ 14 देखि 20% भित्र निकाल्छ, र कहिलेकाहीँ यो पनि लस खान्छ। अब यो कुरा छोडिदिउँ कम्पनीको, म तपाईँले एउटा अझै के कुरा देखाउँछु। तपाईँले यदि वारेन बफेट चिन्नु हुँदैन भने उहाँ चाहिँ वर्ल्डको सबभन्दा ठुलो इन्भेस्टर हो।
एज अ पर्सनको रूपमा। उहाँसँग टोटल क्यापिटल $147 बिलियन देखाइरहेको छ यहाँनिर, $147 बिलियन अकर्डिङ टु च्याटजिपिटी है। उहाँको एभरेज रिटर्न 19% हो पर इयर। जब वारेन बफेट जस्तो मान्छे अथवा ब्ल्याक रक जस्तो कम्पनी पर इयर जम्मा आफ्नो क्यापिटलको 19% मात्रै निकाल्न सकिरहेछ, एन्ड कहिलेकाहीँ त्यो पनि 10% 5%को लस खाइरहेछ, कहिलेकाहीँ सबै क्यापिटलहरू निकालिरहेको छ वारेन बफेटले, त्यहाँदेखि यो सब कम्पनीहरूले तपाईँको पैसा डबल कसरी गरिरहेछ? जबकि न यिनीहरू कुनै इन्भेस्टर हो, जबकि न यिनीहरूसँग कुनै ठुल्ठुलो फन्ड म्यानेजर छ, न यिनीहरूको कुनै प्रपर अफिस छ। तपाईँले सोच्नु भएको छ? यदि सोच्नु भएको छैन भने म तपाईँले यहाँनिर देखाउन चाहन्छु। कुन वेमा तपाईँहरूलाई पागल बनाइन्छ भनेर देखाउन चाहन्छु है। मसँग सब कुराको प्रुफ पनि छ, म बिना प्रुफ चाहिँ बोलिरहेको छैन। ओके, यो कुराले राम्रोसँग बुझ्नु होला है। नाउ यहाँनिर उनीहरूले के सिस्टम चलाइरहेको छ भन्दाखेरि स्क्याम सिस्टम। जस्तै फर इक्जाम्पलको लागि यो मेरो कम्पनी हो अरे, ओके, यो मेरो कम्पनी हो, यो कम्पनीमा त अहिले पैसा छैन, मैले त जस्ट एउटा वेबसाइट बनाएँ। अब के हुन्छ भन्दाखेरि जुन फर्स्ट मान्छेलाई म फसाउँछु नि, जुन अननोन मान्छे हो, त्यो अननोन मान्छेले मलाई ₹5000 दियो अरे, यो कम्पनीमा ₹5000 दियो अरे। अब यो कम्पनीमा जोइन हुनलाई ₹5000 दिने बित्तिकै मेरो कम्पनीमा ₹5000 आयो, यो मान्छेसँग अब जिरो भयो होइन। अब म के गरिदिन्छु, यसलाई ब्लक गरिदिन्छु, यसलाई म कम्पनीमा राख्दै राख्दिनँ, यसलाई म ब्लक गरिदिन्छु। अब बुझ्नुभयो, ब्लक गरिदिन्छु। अब ब्लक गरिसकेपछि एउटा बी भन्ने मान्छे पनि मेरो कम्पनीमा आयो जोइन गर्नको लागि है। यो ए भन्ने मान्छे त स्क्याम खायो। बी भन्ने मान्छेले पनि ₹5000 मेरो कम्पनीलाई दियो जोइन गर्नलाई, ओके, कि तपाईँको पैसा हामी 1 महिनामै डबल गरिदिन्छु भनेर। अब वारेन बफेटहरूले त 1 महिनामा डबल गर्न सकिरहेको छैन, बट आई डोन्ट नो यिनीहरूसँग कुन म्याजिक हुन्छ 1 महिनामै डबल गरिदिन्छ है। सो यो म्याजिक चाहिँ म तपाईँलाई देखाउँछु ल। यो बी भन्ने मान्छेले ₹5000 कम्पनीमा दिइसकेपछि मेरो कम्पनीमा कति भयो? 5 5 10,000 भयो मेरो कम्पनीमा अब, होइन? मेरो कम्पनीमा 10,000 भयो। अब यसलाई कति चाहिएको छ? 5,000 को डबल चाहिएको छ, ओके, 5,000 को डबल चाहिएको छ। अब कि त यो मान्छेलाई यसले ब्लक गरिदिन्छ, 4-5 जनाले ब्लक गरिदिन्छ, बट मानौँ बी मान्छेलाई अहिलेको लागि ब्लक भएको छैन। अब रिटर्न दिने बेलामा के गर्छ भन्दाखेरि जुन यो 5,000 यो मान्छेको हो, त्यो 5 को त 5 आयो होइन, प्लस कम्पनीमा भएको 5,000 मतलब टोटल 10,000। कम्पनीसँग 10,000 छ, सो अल्टिमेटली यो गयो 10,000 मा। मतलब हेर्नु, यहाँ हेर्नु है, 5,000 बी भन्ने मान्छेसँग थियो, मसँग अलरेडी 5,000 थियो, मसँग 5,000 थियो पहिलेदेखि, प्लस बी भन्ने मान्छेले 5,000 दियो, योसँग 5,000 थियो है पहिला, अब योसँग जिरो भयो, यसलाई कति चाहिएको छ? 10,000। सो यो 5,000 त एक्चुअलमा यसको हो नि त। सो 5,000 यसको क्यापिटल मैले यसलाई रिटर्न गरिदिएँ, प्लस 5,000 एज अ प्रफिट मैले यसलाई दिएँ, मतलब 100% रिटर्न, पैसा डबल, 25 दिनमै पैसा डबल। यो पोसिबल नै छैन होइन, 1-2चोटि मिस्टेकली हुन्छ, यो रेयर चान्स हुन्छ, त्यो पनि यस्तो यस्तो एमएलएम कम्पनीमा होइन, ठुल्ठुलो इन्भेस्टर्सहरू अथवा ठुल्ठुलो ट्रेडरहरूले मात्रै यो सब कामहरू गर्छ, ओके। बट यस्तो यस्तो कम्पनीमा पोसिबलै छैन, बट 100% रिटर्न दिन्छ यिनीहरूले, बिकज यिनीहरूले ब्याकग्राउन्डमा धेरैजनाको स्क्याम एक्जिक्युट गरेर आफ्नो ठाउँमा पैसा कलेक्ट गरेको हुन्छ। जब तपाईँले बी भन्ने मान्छेले 10,000 पाउनुहुन्छ नि, 10,000 पाएपछि के हुन्छ, यसलाई झन् लालच आउँछ, 10 को 20 हुन्छ भनेर फेरि त्यो पैसा घुमाएर के हुन्छ, त्यही कम्पनीमा जान्छ। अब त्यो कम्पनीमा कति भयो, अगेन 10,000 आयो, बट अब रिटर्न दिनलाई त यो कम्पनीसँग केही पनि छैन। अब के गर्छ, यो बी भन्ने मान्छेले ब्लक गरिदिन्छ। अब बुझ्नुभयो, बी भन्ने मान्छेले ब्लक गरिदिन्छ। सो एसएमसीमा पनि यही भइरहेको थियो, धेरैजनाको पैसा लुट्यो, लुटिसकेपछि धेरैजनाको ब्लक पनि गर्यो। एन्ड कुन कुन मान्छेले ब्लक गरेन भन्दाखेरि अभियसली यिनीहरूको मेन एम के हो, मान्छे जोड्नु हो होइन। यिनीहरूले कुन कुन मान्छेले ब्लक गरेन भन्दाखेरि जो मान्छेहरूले रिफर गरिरहेको छ आफ्नो तल, जो मान्छेहरूले अरू मान्छेहरूलाई एड गरिरहेको छ, तिनीहरूलाई चाहिँ यसले ब्लक गरेन अथवा स्क्याम गरेन। किन भन्दाखेरि यो मान्छेले रिफरको पनि कमिसन पाइरहेछ, यो मतलब यो मान्छेले यो तलको रिफरको पनि कमिसन पाइरहेछ, र यसले रिफर गरिसकेपछि अभियसली कम्पनीले फाइदा पुगिरहेछ। किन भन्दाखेरि यो एकजनाबाट कम्पनीले 5,000 कमाए, बट यसको कारणले गर्दाखेरि अरू मान्छे पनि एड भयो, यसले पनि त 5,000 दिन्छ, यसले पनि त 5,000 दिन्छ। सो यो एउटा मान्छेले यो कम्पनीले फाइदा पुऱ्यायो। अब बुझ्नुभयो, फाइदा पुऱ्याइसकेपछि योसँग धेरै पैसा हुने भयो। सो एसएमसी चाहिँ यो वेमा काम गरिरहेको थियो, यो वेमा काम गरिरहेको थियो। र एसएमसीले एउटा के ट्रिक युज गर्यो भन्दाखेरि
मान्छेलाई म्यानिपुलेट गर्ने तरिका युज गर्यो। जस्तै तपाईँले म यहाँनिर स्क्रिनमा उ गरिदिन्छु होइन, स्क्रिनमा तपाईँले फोटोजहरू देखाइदिन्छु। जस्तै हेर्नु होला यहाँनिर कसैलाई बाइक दिइरहेको छ, कसैलाई iPhone 17 प्रो म्याक्स दिइरहेको छ, कुनै कुनै स्कुल्समा गएर किताब, कपी, कलम दिइरहेको छ गरिब मान्छेहरूलाई अथवा अलिकति दुर्लभ ठाउँको स्कुल्सहरूमा गएर अथवा नर्मल स्कुल प्रोग्रामहरूमा गएर कपी किताबहरू दिइरहेको छ। गरिबहरूलाई खाना बाँडिरहेको छ होइन, गरिबहरूलाई खाना बाँडिरहेको छ। सो यो सब किन गरिरहेको छ भन्दाखेरि मान्छेलाई म्यानिपुलेट गर्नको लागि। जस्तै फर इक्जाम्पल मैले 10,000 रुपियाँ लुटेको छु, नट कमाएको छु, लुटेको छु। मैले अभियसली अरू मान्छेको त लुटेको छु। यो 10,000मा चाहिँ मैले 1,000 रुपियाँ मैले कुनै स्कुल्समा गएर दान गरिदियो अथवा स्कुलमा गएर खानासाना खुवाइदियो भने अनि त्यसको भिडियो बनाएर मैले टिकटकमा हालिदियो भने यो 1,000को कारणले गर्दाखेरि मैले अगेन 10,000 रुपियाँ कमाउँछु। किन भन्दाखेरि त्यो भिडियो हेर्ने मान्छेहरू आई एम इन्ट्रेस्टेड भनेर म पनि जोइन गर्न चाहन्छु भनेर जोइन गर्छ। दिस इज कल साइकोलोजी। दिस इज कल तपाईँको दया मायाको फाइदा उठाउनु। सो एसएमसीले पनि यही गर्यो, तपाईँको दया मायाको फाइदा उठायो स्कुल्सहरूमा अथवा गरिब मान्छेहरूलाई डोनेट गरेर। एन्ड सेकेन्ड थिङ, बाइकहरू दिइरहेको थियो, बाइकहरू दिइरहेको थियो। बाइकहरू किन दियो भन्दाखेरि तपाईँले म्यानिपुलेट गर्नको लागि। तपाईँले एउटा बाइक दिनुभयो भने त्यो एउटा बाइकको भिडियोको कारणले गर्दाखेरि तपाईँनिर 100जना मान्छेहरू आउँछ। किन भन्दाखेरि यही एउटा बाइकको भिडियो एउटा अकाउन्टबाट पोस्ट हुँदैन, एसएमसीको सबै मेम्बर्सको अकाउन्टबाट पोस्ट हुन्छ। अब यो सोच्नुहोस् यो भिडियो कति मास लेभलमा पुगेको होला र कति मास लेभलमा मान्छेहरू यसमा जोडिदिए होला। 10 लाख कमायो, 1 लाखको बाइकै दियो भने कम्पनीलाई के घाटा भयो? झन् बढी फाइदा भयो। किन भन्दाखेरि कम्पनीमा पहिला 100जना थियो, एउटा बाइकको भिडियोको कारणले गर्दाखेरि अब 200जना भयो। 100जना अझै नयाँ फस्यो। सो यो हो एक्चुअलमा एसएमसीको रियालिटी। र एसएमसीको एउटा कुरा के नोटिस गर्नु होला होइन, एसएमसी अथवा यो एमएलएम जति पनि छ, यो नलेज अफ नेपाल, गुरुकुल जोन, वेल्थ आयो, यो जति पनि छ, यो सबमा काम गर्नको लागि तपाईँसँग न कुनै डिग्री चाहिन्छ, न कुनै एक्सपिरियन्स चाहिन्छ, न कुनै नलेज चाहिन्छ। तपाईँको यदि खुट्टा छैन, तपाईँको यदि हात छैन, तपाईँ आँखै देख्नु हुँदैन, तपाईँको मस्तिष्क स्लो छ, माइन्ड अलिकति स्लो छ भने पनि तपाईँ पैसा कमाउन सक्नुहुन्छ। यो कस्तो टाइपको स्किम हो होइन। ठुल्ठुलो कम्पनीहरूमा त्यही अब तपाईँ अफिसमा जानुभयो भने तपाईँको सिभी देखाउनुहोस्, तपाईँको नलेज देखाउनुहोस्, तपाईँसँग के एक्सपिरियन्स छ, कम्प्युटर चलाउन आउँछ कि आउँदैन, यो सब कुराहरू सोध्छ। तर यो सब कुरामा के यो सबमा केही पनि सोध्दैन। किन भन्दाखेरि यिनीहरूले पैसाले मतलब छ। तपाईँ जोइन गर्नुहुन्छ, कम्पनीले पैसा कमाउँछ है। अनि तपाईँहरूले एउटा के सपना देखाइन्छ भन्दाखेरि तपाईँ 2,000 रुपियाँ इन्भेस्ट गर्नु, तपाईँ डेलीको 3,000 अथवा 4,000 रुपियाँ कमाउन सक्नुहुन्छ भनेर। यस्तो ग्यारेन्टी कसैले पनि दिन सक्दैन। फर इक्जाम्पल म तपाईँले एउटा रियल लाइफ इक्जाम्पल दिन्छु ल। तपाईँले मिनबहादुर गुरुङ चिन्नुहुन्छ होला, यदि चिन्नु हुँदैन भने भाटभटिनी भनेर सुन्नुभयो होला। भाटभटिनीको ओनर हो मिनबहादुर गुरुङ है। भाटभटिनीको ओनर मिनबहादुर गुरुङ, मिनबहादुरलाई आफै ग्यारेन्टी छैन कि म डेलीको 2-3 हजार कमाउँछु कि कमाउँदिनँ भनेर। के अस्ति जेनजीको आन्दोलन चल्यो होइन, जेनजीको आन्दोलनमा मिनबहादुर गुरुङलाई थाहा थियो कि उसको सबै भाटभटिनी जल्नेवाला छ भनेर? उसलाई थाहा थियो कि म यत्रो लस कमाउँछु, लस हुन्छ भनेर? थाहा थिएन। इभन मिनबहादुरलाई पनि थाहा थिएन त्यो दिन कि मेरो भाटभटिनी जल्नेवाला छ। मिनबहादुरलाई पनि थाहा थिएन मेरो भाटभटिनी लस हुनेवाला छ। अथवा मिनबहादुरलाई आज पनि थाहा छैन अथवा त्योभन्दा जेनजीको आन्दोलनभन्दा पहिला पनि थाहा थिएन कि म एक दिनमा 1 लाख कमाउँछु भनेर थाहा थिएन। बट यो सब कम्पनीहरूले कसरी थाहा हुन्छ कि तपाईँ डेलीको 2-4 हजार कमाउन सक्नुहुन्छ भनेर? कसरी ग्यारेन्टी दिन सक्छ? कसरी? म इक्जाम्पल लिँदैछु इलन मस्कको। अस्ति इलन मस्क $500 बिलियन टच गरेको थियो है। बट अहिले गएर उहाँलाई हेर्नु 400 समथिङमा बसिरहेको छ। इभन इलन मस्कलाई पनि थाहा छैन म भोलि गएर कमाउँछु कि कमाउँदिनँ भनेर। इलन मस्कलाई पनि थाहा छैन म कति लस गर्छु भनेर। वारेन बफेट अस्ति नै $165 बिलियन थियो, बट अहिले च्याट जिपिटीमा देखाउँदा 143 देखाइरहेछ। उसको पनि 10 अथवा $20 बिलियन कम भयो। अथवा इन्भेस्टरहरूले इन्भेस्ट गर्दाखेरि कहिलेकाहीँ 10 अथवा 15% कम नै हुन्छ इन्भेस्टर्सहरू। इभन उनीहरूले थाहा छैन म कमाउँछु कि कमाउँदिनँ भनेर। बट यो सब कम्पनीहरूले कसरी ग्यारेन्टी दिन सक्छ तपाईँहरूले? ग्यारेन्टी किन दिएको हो भन्दाखेरि अभियसली पछि गएर त उनीहरूलाई भाग्नै छ। अब भाटभटिनीलाई भाग्नु छैन, चौधरी ग्रुपलाई भाग्नु छैन। त्यही भएर उनीहरू लङ टर्मको लागि एउटा फ्याक्ट्री म्यानुफ्याक्चर गरेर फ्याक्ट्री बनाएर प्रडक्ट म्यानुफ्याक्चर गरेर आफूले बिलियनर अथवा मिलियनर बनाइरहेको छ। बट यो एमएलएम कम्पनीको मेन गोल के हुन्छ? एसएमसी भयो, गुरुकुल जोन भयो, एसआरके भयो, नलेज अफ नेपाल भयो होइन, यिनीहरूको मेन एम के हुन्छ? पछि गएर भाग्नु नै छ यिनीहरूलाई।
भाग्नु नै छ यिनीहरूलाई। सो यिनीहरूको मेन एम के हुन्छ, खालि ग्यारेन्टी दिनु, मान्छे फसाउनु। तपाईँले वर्ल्डमा कसैले पनि ग्यारेन्टी दिन सक्दैन कि तपाईँ यति नै कमाउनुहुन्छ भनेर। यदि ग्यारेन्टी दिन सकेको भए हाम्रो नेपाल अथवा हाम्रो वर्ल्ड सबभन्दा धनी हुन्थ्यो। इफ ग्यारेन्टिड नै पैसा आउँछ भनेको भए अब इमेजिन गर्नुहोस् त हाम्रो वर्ल्डमा के हुन्थ्यो होला। इमेजिन गर्नुहोस् त हाम्रो नेपालमा कस्तो कस्तो रकेटहरू उड्थ्यो होला। पैसा डबल नै हुने ग्यारेन्टिड भएको भए, इकोनोमी डाउन नै नहुने भए, ग्यारेन्टी दिएको भए के हुन्थ्यो होला सोच्नुहोस् त। सोच्नुहोस्, दिमाग लगाउनुहोस्। तपाईँहरूले आफै दिमाग लगाउन सक्नुपर्छ होइन। नत्र हेर्नुहोस् न, अस्ति मिनबहादुर गुरुङको भाडभोटी नि जल्यो है, भाडभोटी नि जल्यो। मिनबहादुर गुरुङसँग आज पनि यति धेरै पैसा छ, उसले भाटबढी नै ठडाउन सक्छ। बट जुन जेन्जीको आन्दोलनको जुन जेन्जीको आन्दोलन भयो एन्ड जुन लेभलमा उसको भाटबढी नै थियो, त्यो लेभलमा पुग्नलाई अझै मिनबहादुर गुरुङलाई 10 देखि 20 वर्ष लाग्छ है। तर मिनबहादुर गुरुङले किन आफूसँग भएको 1 करोड अथवा 1 अरब पैसा अथवा 10 करोड त पैसा होला नि त मिनबहादुर गुरुङसँग, आज पनि होला 10 करोड पैसा त, नभएको त होइन। 10 करोड त मैले धेरै थोरै भन्थेँ, बट मानेर हिँडौँ 10 करोड होला। किन यिनीहरू कुनै एसएमसी अथवा गुरुकुल जोन अथवा नलेज अफ नेपालमा यस्तो यस्तो कम्पनीमा पैसा लगाएर किन आफ्नो पैसा 1 महिनामै डबल गरेर किन भाटबढी नि खोल्न लागेको छैन नयाँ? जुन टाइम 10 वर्ष 20 वर्ष वेट गर्नु पर्थ्यो, 1 वर्षमै हुन्थ्यो होला, 1 इयरमै हुन्थ्यो होला उनीहरूको काम। 10,000 एसएमसीमा 10 करोड एसएमसीमा लगाइदिएको भए 1 महिनामा 20 करोड आयो अरे होइन। त्यस्तो 20 करोड 40 करोड आइराख्यो भने त उसलाई त 1 वर्ष पनि लाग्दैन मिनबहादुर गुरुङलाई त्यो ठाउँमा पुग्नलाई। बट बट उनीहरूले किन पैसा लगाइरहेको छैन यस्तो यस्तो एपमा? के तपाईँहरू मिनबहादुर अथवा विनोद चौधरीभन्दा बढी ट्यालेन्टेड हुनुहुन्छ हो? तपाईँहरू तिनीहरूभन्दा ठुलो दिमागवाला हुनुहुन्छ हो, ठुलो बिजनेसम्यान हुनुहुन्छ हो, आफूले खुब कन्फिडेन्स सोच्नु भएको छ हो। तपाईँहरू बिजनेस माइन्डसेटमा उहाँहरूको खुट्टामा पनि पर्नु हुँदैन। इभन म पनि पर्दिनँ खुट्टामा उहाँहरूको। तर उनीहरूले किन यस्तो यस्तो कम्पनीमा लगाइरहेको छैन र हामी जस्तो जनताहरू किन कम्पनीमा लगाइरहेको छ? किन भन्दाखेरि हामीसँग प्रपर नलेज छैन। सो प्लिज, जति पनि मान्छेले तपाईँहरूलाई ग्यारेन्टी दिएको छ अथवा यस्तो यस्तो भिडियो देखाइरहेको छ अथवा यस्तो यस्तो भइरहेको छ होइन, यो सब तपाईँले म्यानिपुलेट गर्नको लागि बनाइएको हो। नलेज लिनुहोस्, नलेज सिक्नुहोस्, राम्रो कुराहरू पढ्नुहोस्। अब सेकेन्ड कुरा गरौँ होइन, सेकेन्डमा कुरा गरौँ नलेज अफ नेपाल अथवा गुरुकुल जोन अथवा एसआरके युनिभर्सिटी, यिनीहरूले त नेपालमा लिगल वेमा सर्टिफिकेट लिएको छ भन्छ होइन। प्यान दर्ता छ, बिजनेस दर्ता छ, यो त लिगल हो भनेर भन्छ। कानुन अनुसार यो एउटा लिगल हो मान्छु म। वेट अ मिनट है, कानुन अनुसार एउटा लिगल हो। तर यिनीहरूको हातमा यो सर्टिफिकेट कसरी आयो भनेर म तपाईँले सम्झाउन चाहन्छु है। ओके, सो एउटा फर इक्जाम्पल नलेज अफ नेपालको एउटा कम्पनी खोल्यो अरे मैले, अनिस भन्ने मान्छेले नलेज अफ नेपाल भन्ने एउटा कम्पनी खोल्यो। यो कम्पनीमा के गरे भन्दाखेरि हेर्नु, तपाईँले बिना प्रडक्ट अथवा बिना सर्भिसेस तपाईँले रिफर गर्न पाउनु हुँदैन। मतलब तपाईँको कम्पनीमा कुनै न कुनै प्रडक्ट हुनु पऱ्यो, कुनै न कुनै सर्भिसेस हुनु पऱ्यो, त्यसको तलपट्टि मान्छे फसाउनको लागि। अब अनिसले के दिमाग लगायो नलेज अफ नेपालमा भनेपछि यहाँनिर एउटा कोर्स राखिदियो। त्यो कोर्स चाहिँ जे पाए त्यही छ, मतलब केही मतलबै छैन त्यो कोर्सको। जस्ट भिडियोको नाममा जे पाए त्यही भिडियो राखिदियो, अनिसले बनायो अथवा त्यो इनप्रोफेसनल मान्छे जसलाई त्यो सानोतिनो भ्याटाभुट्टा आउँछ त्यो मान्छेले एउटा कोर्स बनाएर राखिदियो प्रडक्टको नाममा है। अब म नेपाल गभर्मेन्टनिर जान्छु, नेपाल गभर्मेन्टनिर गएर के भन्छु भन्दाखेरि, सर मेरो एउटा वेबसाइट छ, यो वेबसाइटमा चाहिँ हामी स्टुडेन्ट्सहरूलाई पढाउँछौँ अनलाइनमा, रिफर गर्छु भनेन यसले। के भन्यो? स्टुडेन्ट्सलाई पढाउँछु भन्यो, अनलाइन वेबसाइट भन्यो। त्यो भएपछि नेपाल गभर्मेन्टले आँखा बन्द गरेर यसलाई रजिस्टर गरिदिन्छ। एन्ड नेपाल गभर्मेन्टमा बिजनेस रजिस्टर गर्नु इज टु मच इजी, धेरै इजी छ है। त्यस्तो ठुलो कानुन पनि छैन, धेरै इजी छ। तपाईँ गएर रिसर्च गरेर आउनु होला, मलाई थाहा छ है। सो नेपाल गभर्मेन्टले एज अ स्कुल अथवा एज अ बोर्डिङ अथवा एज अ इन्स्टिट्युट भनेर एउटा रजिस्टर गरिदिन्छ कोर्सको नाममा अथवा टिचिङ प्लेटफर्मको नाममा। तर पछाडिपट्टि के गरिरहेछ यिनीहरूले? धन्दा चलाइरहेछ, रिफर गर्ने धन्दा चलाइरहेछ है। एन्ड यो सर्टिफिकेट तपाईँले किन देखाइन्छ भन्दाखेरि तपाईँले म्यानिपुलेट गर्नको लागि देखाइन्छ। तर एक्चुअल रियालिटी भन्ने हो भने यो सर्टिफिकेट चाहिँ पढाउनको लागि लिएको हो, न कि एफिलिएट गर्नको लागि। मसँग यसको तथ्य प्रमाण पनि रहेको छ, मसँग यसको तथ्य प्रमाण छ है। सो जति पनि सर्टिफिकेट्स देखाउँछ नि तपाईँहरूलाई, जुन बिजनेस मोडलमा आधारित छ नि
मतलब जुन काम उनीहरूले पछाडि ब्याकग्राउन्डमा गरिरहेछ नि मान्छेहरूले लुट्ने अथवा धन्दा चलाउने एमएलएम स्किम, पिरामिड स्किम त्यसमा सर्टिफिकेट आधारित छैन। टिचिङ प्लेटफर्म भनेर सर्टिफिकेट राखेको हुन्छ अथवा हामी एउटा प्रडक्ट सेलिङ भनेर हालेको हुन्छ बट पछाडिपट्टि के गर्छ धन्दा चलाउँछ। योभन्दा पहिला एउटा गुरुकुल जोन भन्ने तपाईँहरूलाई थाहा छ होला, गुरुकुल जोन भन्ने एउटा एप आएको थियो अथवा स्पोर्टनेट भन्ने एप आएको थियो। कहाँ छ त्यो एपहरू? गुरुकुल जोन त भाग्यो। तर याद गर्नु होला गुरुकुल जोनसँग पनि नेपाल गभर्मेन्टको सर्टिफिकेट थियो, तर अल्टिमेटली त्यो भाग्यो। सर्टिफिकेट भएर पनि किन भाग्यो जबकि त्यो लिगल हुनुपर्ने? त्यो लिगल किन थियो भन्दाखेरि कोर्सको नाममा मात्र लिगल थियो, तर एक्चुअल चाहिँ लिगल थिएन, त्यो पछाडिपट्टि धन्दा चलाइरहेको थियो। सो नेपाल गभर्मेन्टको हिसाबले एक साइडबाट चाहिँ लिगल हो यो, तर अर्को साइडबाट चाहिँ इल्लिगल हो। म यसलाई प्रुफ गर्न सक्छु, म यसलाई प्रुफ गरिदिएँ पनि तपाईँहरूको अगाडि, र म योभन्दा पनि डिटेल वेमा एज अ लाइक तथ्य प्रमाणहरू पनि छ मसँग, म डाइरेक्टली प्रुफ गर्न सक्छु यो कुराहरूलाई। सो यो वेमा चाहिँ तपाईँहरूले सर्टिफिकेट देखाएर म्यानिपुलेट गर्छ। सो प्लिज सर्टकटतिर नलाग्नुहोस्। एन्ड कुरा रह्यो एसएमसीको, एसएमसी फाइनली भागिसकेको छ, रेड लिस्टमा पनि परिसकेको छ, के भइसक्यो तपाईँहरूलाई थाहा नै होला, धेरैजनाको पैसा लुटिसकेको छ है। एन्ड लास्टमा के भन्छु, प्लिज मैले आजसम्म कसैको अगाडि हात जोडेको छैन है, अनलाइन बिजनेसमा कसैको अगाडि हात जोडेको छैन, बट एज अ बिजनेस ओनर म पनि एउटा बिजनेस ओनर हो होइन, म पनि बिजनेस गर्ने मान्छे हो। यस्तो यस्तो प्लेटफर्महरूले गर्दाखेरि चाहिँ हाम्रो पनि इमेज खराब हुन्छ। अनलाइन बिजनेस भन्ने बित्तिकै स्क्याम है। एन्ड एसएमसीवालाहरू अथवा यस्तो यस्तो जति पनि कम्पनी चलाउने नलेज अफ नेपाल, गुरुकुल, यस्तो यस्तो जे पनि छ होइन, तपाईँहरूलाई पनि प्लिज म हात जोड्दैछु। यसरी चाहिँ नेपालको हाउसवाइफहरूलाई अथवा नपढे लेखेको मान्छेहरूलाई अथवा तपाईँहरू सर्टकट देखाएर चाहिँ मान्छेहरूलाई प्लिज यसरी नफसाउनु। अनि बिचरा त्यो भर्खरको स्टुडेन्टहरूलाई, भर्खरको क्लासमा पढ्ने स्टुडेन्टहरू जुन बिचरा 1-2 क्लासमा पढ्दैछ, उनीहरूको भविष्यसँग प्लिज खेलवाड नगर्नु। तपाईँहरू गएर बरु किताब नबाट्नु, बरु तपाईँ एज अ अर्गनाइजेसन, तपाईँ एउटा ह्युमन अर्गनाइजेसन, तपाईँले गएर किताब बाँड्नु त्यो एउटा छुट्टै कुरा हो। बट तपाईँले नेपालकै जनताको पैसा लुटेर, नेपालको आमा बाउको, नेपालको दाजुभाइको पैसा लुटेर त्यही दाजुभाइ अथवा आमा बाउको छोराछोरीले झोला दिँदै हुनुहुन्छ भने इट्स नट गुड। प्लिज म हात जोड्दैछु तपाईँहरूसँग, प्लिज है। अनि तपाईँहरूले एउटा कुरा अझै के भन्छु नि, तपाईँहरूले एउटा प्याटर्न नोटिस गर्नुभएको होला एसएमसीमा होइन, एसएमसीवालाहरूले मिटिङ राख्छ नि, यो मिटिङहरू राख्दैछ एसएमसीवालाहरूले होइन, मिटिङ राख्दाखेरि हेर्नु होला यिनीहरूले खुल्ला वेमा अफिसमा मिटिङ राख्दैन, कुनै सानोतिनो होटेल बुक गर्छ होइन, कुनै सानोतिनो कोठामा गएर मिटिङ गरेर हुन्छ, हामी K2मा, K1मा, K3मा, K5मा पुग्न सक्छौँ, यो त्यो भनेर मिटिङ चलाइरहेको हुन्छ होइन। एउटा जस्ट एउटा सानो 1000-1200को कोठामा एउटा पोस्टर हालिदिन्छ एसएमसी भनेर लेखेको हुन्छ यहाँ। अनि हाउसवाइफहरूलाई जो बिचरा पढे लेखेको पनि छैन होइन, अनि जो अङ्कलहरू बिचरा पढे लेखेको छैन, राम्रोसँग नेपाली बोल्न आउँदैन, राम्रोसँग बोल्न आउँदैन, त्यो मान्छेहरूले बिचरा बाइक दिएर म्यानिपुलेट गरेर होइन, पछि उहाँले जो मान्छेहरूले बाइक पाएको छ नि उहाँहरूले खुलेआम भन्न पनि सक्नु हुँदैन कि यो मेरो एसएमसीबाट बाइक पाएको हो भनेर, किन भन्दाखेरि कानुनी रूपमा त्यो इलिगल भइसक्यो त्यो बाइक पनि है। सो प्लिज यस्तो यस्तोलाई नफसाउनुहोस् तपाईँहरू, प्लिज हात जोड्दैछु। म कसैको अगाडि हात जोडेको छैन मैले अहिलेसम्म, बट हात जोडे पनि यिनीहरूले मेरो कुरा मान्दैन मलाई थाहा छ, बिकज यिनीहरूको दिमागमा पैसा मात्रै छ, अरू केही पनि छैन, दया माया केही पनि छैन। बट म नेपालीहरूले जनताहरूले के भन्न चाहन्छु, तपाईँहरूको अगाडि हात जोड्छु म, यस्तो यस्तो कम्पनीमा पैसा नलगाउनुहोस् आफ्नो, राम्रो स्किल सिक्नुहोस्, राम्रो दिमाग लगाउनुहोस्, रिसर्च गर्नुहोस्, पोर्टफोलियो हेर्नुहोस्। कुनै पनि मान्छेले तपाईँलाई फसाइरहेको छ भने त्यसको पोर्टफोलियो माग्नुहोस्, रिभ्युज माग्नुहोस्, के काम गरेको छ माग्नुहोस्, सर्टिफिकेट माग्नुहोस् होइन। त्यो एउटा कम्पनी दर्ताको भरमा मात्रै नजानुहोस्, त्यो कम्पनीमा भएको मान्छेहरूले के काम गरिरहेको छ भन्ने सबै हेर्नुहोस् तपाईँहरू, प्लिज हात जोड्दैछु। एन्ड यस्तो एमएलएम प्लेटफर्महरूमा आफू पनि नफस्नुहोस् र अरूलाई पनि नफसाउनुहोस्, बिकज अल्टिमेटली हाम्रो देशको पैसा बाहिर गइरहेको छ, हाम्रो देशको पैसा लुटिरहेको छ। तपाईँको र मेरो पैसा लुटेर सानो सानो नानी बाबुहरूले म्यानिपुलेट गरिरहेको छ, र त्यो सानो सानो नानी बाबुहरू पछि ठुलो भइसकेपछि चाहिँ सेम हामी जसरी नै उनीहरूको पैसा लुट्छ, र त्यसको पनि छोराछोरीहरूलाई यसरी नै झोला अथवा केही दिएर म्यानिपुलेट गरिन्छ। सो द्याट्स वाइ प्लिज बुझ्नु होला राम्रोसँग मेरो कुरालाई होइन। म एउटा बिजनेस ओनर हो, मसँग स्किल्स छ, मसँग नलेज छ,
है। तपाईँहरू पनि आफ्नो नलेज बढाउनुहोस्। 10-15 दिन, 1 महिना अथवा 1 वर्ष तपाईँ स्ट्रगल गर्नु, बट एउटा फ्युचर बेस स्किल सिक्नुहोस्। आफ्नो फ्यामिलीलाई, आफ्नो प्यारेन्ट्सलाई, आफ्नो फ्युचर सनलाई प्राउड फिल गराउनुहोस्। तपाईँको फ्युचर सनले मेरो बाउ पहिला एसएमसीमा काम गर्थ्यो, यस्तो-यस्तो गर्थ्यो भन्दाखेरि कस्तो नराम्रो लाग्छ यो सुन्नुहोस् अब तपाईँ। कति नराम्रो लाग्छ। तपाईँको बाबा-आमाले मेरो छोरा दिनभरि मोबाइलमा यस्तो-यस्तोमा लगाएर बस्छ, के लाग्छ? तपाईँको घरमा केटी अथवा केटाको रिस्ता आयो बिहे गर्नको लागि होइन, छोरा के गर्छ, केटा के गर्छ, केटी के गर्छ, केही गर्दैन, मेरो छोराछोरी त मेरो मोबाइलमा दिनभरि एसएमसीमा गएर ट्याप 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 गर्छ, भिडियो हेरेर पैसा कमाउँछ। के इज्जत रहन्छ तपाईँहरूको? हाम्रो नेपाल त्यसै डुबेको होइन। हाम्रो नेपाल कम्पनीहरूले डुबाएको होइन। यस्तो यस्तो कम्पनीहरूले डुबाएको होइन हाम्रो देश। हाम्रो देश डुबाएको भनेको तपाईँ अथवा म जस्तो जनताहरूले हो। किन भन्दाखेरि तपाईँ अथवा म जस्तो जनताहरूको दिमागमा केही पनि छैन। के छ? सर्टकटमा पैसा कमाउने। यदि सर्टकटमा पैसा कमाउन यति सजिलो भएको भए सबै मान्छेहरू बिलियनर हुन्थ्यो होला। एन्ड तपाईँ विनोद चौधरीलाई हेर्नुहोस्, मिनबहादुर गुरुङलाई हेर्नुहोस् होइन, बिचरा फ्याक्ट्री अथवा भाट बढिने जस्तो स्टोरहरू बिल्ड गरेर यिनीहरू किन प्रडक्ट म्यानुफ्याक्चर गरिरहेको छ? किन उनीहरू आफ्नो पैसा यस्तो यस्तो एपहरूमा लगाइरहेको छैन? प्लिज कम्पेयर गर्नुहोस् है। यति भन्दै म यो भिडियोबाट लिभ लिन चाहन्छु र यो मैले जति पनि कम्पनीको नाम लिएँ मसँग तथ्य प्रमाणहरू रहेको छ र कसैले मलाई स्ट्राइक हान्न खोज्यो, यो भिडियोमा नराम्रो बोल्न खोज्यो भने म पनि कानुनी रूपमा अगाडि बढ्नेछु। त्यो स्ट्राइकलाई विथड्र गरेर अथवा कानुनी रूपमा मसँग तथ्य प्रमाणहरू सहित जानेछु है। बिकज जे कुरा एक्चुअल रियालिटी हो त्यो रियालिटी हो। एन्ड नेपालको जनताहरूसँग लास्टमा हात जोड्छु, प्लिज नेपाललाई नडुबाउनुहोस् भन्दै म यहाँबाट बिदा हुन चाहन्छु है। थ्याङ्क यू सो मच। सी यू अन द नेक्स्ट भिडियो।